हेलो एभ्रिवान, नमस्ते। स्वागत छ हजुरहरूलाई कुकिङ स्पेसलमा। आज मैले हजुरको लागि एकदमै युनिक र घरमा सजिलै बनाउन सकिने यो होममेड पास्ताको रेसिपी लिएर आएको छु। यो पास्ता मैले आज आटाको पिठोदेखि बनाउन गइरहेको छु। पास्ता बनाउनको लागि फर्स्टमा मैले यहाँ आटा लिएर आटालाई मोल्ने। पिठो मुस्दै गर्दा साइडमा पानीलाई बोइल हुनको लागि राखिदिने र पिठो मुछिसकेपछि यसलाई बेल्नुपर्छ। यसले हजुरले गोलो अथवा आफूलाई मन परेको जुनसुकै सेपमा बेल्न सक्नुहुन्छ। बेलिसकेपछि यसलाई लामो लामो गरेर काटेर पनि सकिसकेको छ। आफूलाई चाहिने जति सबै काटेर रेडी भइसकेपछि अघि हामीले बोइल हुनको लागि राखेको पानीमा थोरै तेल राखिदिने। तेल राखिसकेपछि हामीले रेडी गरेको पास्ताको लागि पिठो पनि सबै राखिदिने। पानीमा तेल किन राखेको भने पिठो एउटै ठाउँमा डल्लो नपरोस् भनेर हो र यसलाई एकछिन बोइल हुनको लागि छाड्नुपर्छ। बोइल गर्नुभन्दा अगाडि सबैलाई यसरी छुट्टा छुट्टी गराउने र यसलाई 5 मिनट जति बोइल हुनको लागि छाडिदिने। पिठोलाई यसरी बोइल गर्दा एकदम ध्यान दिनुपर्छ। धेरै लामो समयसम्म बोइल गर्नु हुँदैन। एकछिनसम्म बोइल गरिसकेपछि यसलाई चिसो पानीले सफा गर्नुपर्छ। चिसो पानीले पखालिसकेपछि यसमा भएको सबै पानीलाई फ्याँक्नुपर्छ। अब भने आटाको पास्ता बनाउन रेडी गरौँ। पास्ता बनाउनको लागि फर्स्टमा एउटा प्यान बसालेर यहाँ मैले तेल राखेँ। यहाँ मैले हरियो खुर्सानी, सुकेको खुर्सानी दुवैलाई काटेर राखेको छु। यहाँ मैले थोरै सिमीलाई काटेर राखेको छु। यो पनि अप्सनल हो, हजुरहरूले जुनसुकै भेजिटेबल पनि राख्न सक्नुहुन्छ। त्यसपछि प्याजलाई पनि काटेर राखिदिए, सँगसँगै गाजर पनि राखिदिए। अब यो सबैलाई एकछिन फ्राई गर्नको लागि छाडिदिए। यो हल्का फ्राई गरिसकेपछि यसमा काटेको गोभी पनि राखिदिएको छु। अब स्वादअनुसार नुन राखिदिने, सँगसँगै बेसार पनि राख्ने। यहाँ मैले 1 चम्चा बेसार राखेको छु। अब यो सबैलाई एकछिनसम्म फ्राई गर्नुपर्छ। थोरै भेनिगर पनि राखिदिए। हजुरहरूले यसमा आफूलाई मन परेको जुनसुकै भेजिस पनि राख्न सक्नुहुन्छ र त्यसलाई धेरै लामो समयसम्म चाहिँ पकाउनु हुँदैन। अब भने सोया सस राखिदिने। सोया सस राखिसकेपछि हामीले बोइल गरेर रेडी गरेको आटाको पिठो राखिदिने र यसलाई सबैतिर मिक्स गर्नुपर्छ। यसलाई हामीले पहिले नै बोइल गरिसकेको थियो, त्यसैले धेरै लामो बेर चाहिँ पकाउनु पर्दैन। यसलाई सबैतिर मिक्स गरेर अब 2-3 मिनट पकाउने। त्यसपछि हाम्रो पास्ता पनि खानको लागि रेडी हुन्छ। हजुरलाई आजको भिडियो कस्तो लागिरहेको छ कमेन्ट बक्समा गएर कमेन्ट गर्न नबिर्सनुहोला। यो रेसिपी पकाउन जति इजी छ, खाँदा झन् एकदम मिठो हुने गर्छ। हजुरहरूले अहिलेसम्म ट्राई गर्नुभएको छैन भने अवश्य ट्राई गर्नुहोला। अब भने हाम्रो पास्ता रेडी भइसकेको छ। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर यस्तै नयाँ नयाँ भिडियोको लागि साइडमा रहेको बेल आइकनलाई क्लिक गर्न नबिर्सनुहोला। आजको भिडियो यति नै थियो। भिडियो अन्तिमसम्म हेरिदिएकोमा हजुरहरू सम्पूर्णलाई धन्यवाद।